गाइस हामीलाई त अहिले बादलले खेदायो यार। बादलले हामीलाई पुरा खेदाउँदैछ यार। आम्मामा म त भागेर आएँ नि यार झन्डै। गाइस फेरि पनि वेलकम छ नेक्स्ट ब्लगमा। र अहिले चाहिँ म नक्सलबाडी केही कामले आएको थिएँ होइन। मेरो चाहिँ गाडी बिग्रेको थियो नि त। अनि गाडी बिग्रेकोले गर्दा म आएको थिएँ नि त। अन्त यहाँ अङ्कलले चाहिँ अङ्कलको घरमा बाँदर आएको छ भने नि त। अन्त बाँदर चाहिँ के गर्दो रहेछ घर भनेर हेर्नुलाई जाँदैछु म। यहाँ हाम्रो लाप्चे काम हुनुहुन्छ होइन। अनि पुरा स्विमिङको गर्दैछ अरे फेरि बाँदर के। अब लु अब हामी हेर्नु जाँदैछौँ के के गर्छ ल। हजुर गाइस देख्न सक्नुहुँदैछ ऊ बाँदर चाहिँ त्यहाँनिर ऊ नि उफ्रिँदैछ ऊ पुरा मेवाहरू आम्मामा देख्नुभयो होला उफ्रेको। अब चाहिँ हामी अझै हेर्दैछौँ ऊ आम्मा टु मच मङ्की वाह गाइस पुरै यो उयसमा क्या यहाँ हेर्नु त आम्मामा बाँदरहरू हेर्नुहोस् न कति चाहिँ छ बाँदर। बाफ्रे यो सबै यहाँनिर अलिकति रुख भएकोले गर्दा पनि आएको होला। यो के भएर आएको गएको यहाँनिर चाहिँ छेउमा आएको के भएर आएको यहाँ बिचारो बाँदर। गाइस हामीलाई त अहिले बाँदरले खेदायो यार। बाँदरले हामीलाई पुरा खेदाउँदैछ यार। आम्मामा म त भागेर आएँ नि यार झन्डै। पुरै अहिले हामीलाई पनि त झन्डै खेदा यार। आम्बो ऊ लाटे काला समातिसक्यो त्यो आम्बो यार झन्डै गाइस बाँदर होस् न त्यही भएर जानवरहरूसँग त्यही भएर खेल्नु हुँदैन। आम्बो म त एकछिनको लागि गएको थिएँ कि बस्ने खेदायो नि यार। गाइस अझै भिडियोहरू लागि लास्टसम्म हेर्नु। अहिले चाहिँ हाम्रो गाडीको चक्का बिग्रेको थियो। अन्त चक्का बिग्रेकोले गर्दा मिस्त्रीकोमा ल्याएको थियौँ नि त ग्यारेजमा। अन्त चक्का बनाइँदैछ। चक्का बनाइसकेपछि चाहिँ हामी जानेछौँ आफ्नो काममा। मतलब गाडी चाहिँ आफ्नो काममा जान्छ, म चाहिँ अर्कै ठाउँमा जाँदैछु। अन्त म चाहिँ आफ्नो काममा जाँदैछु। अहिले चाहिँ म यी रकम जोताएको थिएँ नि त। यी मेरो प्यारो पपीले यहाँ मलाई माया गरेको गरेँ नि त हो। यसलाई भ्लगमा ल्याउनु पर्यो भनेको कि यता कस्तो बदमास। यता आइज कुचु याउने 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 यी हेरि आयो हेर त कहाँ भाग्छस् छोडा छोडा ए सर्किस के हो देखिस् ननिकाल माया गल्थ्यो नि त म तँलाई ल म छिटो भयो अहिले बस फोन गर्दै। अहिले चाहिँ म मेरो काम सकेर घर जाँदैछु होइन। अब चाहिँ म एडिटिङ गर्छु र तपाईँलाई यो भिडियो मन पर्यो होला होइन। मन पर्यो भने लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला। ल बाई बाई। सब्सक्राइब गर्नु पनि नभुल्नु होला।